सो हेलो एभ्रिवान वेलकम ब्याक टु आरकेसी ब्लग। सो बहिनी र मेरो चाहिँ आज मर्निङ ड्युटी थियो र सँगै थियो र हामी बाहिर जानु आँटेको। बहिनीले चाहिँ भन्दै थियो आज हामी फर्स्ट्रेट छ भनेर, अलिकति होइन धेरै फर्स्ट्रेट छ र पनि होइन। सो बाहिर जाँदै मेरो हेर जहिले पनि चिसो हुन्छ किनभने हतार हतार रेडी हुनुपर्छ कि, त्यही भएर। सो फाइनली हामीले टोटो पनि पायौँ। सधैँ चाहिँ हामी पानी ट्याङ्की मोडबाट चेकपोस्ट भएर जान्थेँ, तर बहिनीले चाहिँ भने आज मार्केट भएर जाउँ भनेर चाहिँ मार्केट साइडमा जाँदैछौँ। तर मलाई चाहिँ यहाँनिर मार्केट साइडबाट गएको बित्थामा टाइम वेस्ट भएको जस्तो मात्रै लाग्यो होइन, किनभने हामी भुल्ले पनि टाइम पनि थिएन हामीसँग। फेरि बल्ल बल्ल हामी मार्केटबाट निक्ल्यौँ। फेरि यस्तो ट्राफिकमा हाफ एन आवर जस्तो हामी चाहिँ ट्राफिकमा बस्नु पऱ्यो त्यहाँनिर। अन्त हाफ एन आवर बाद हामी निक्ल्यौँ। फेरि बहिनीलाई चाहिँ वहाँनिर पुग्दा नपुग्दा उसलाई चाहिँ भोक लाग्यो अरे। फेरि हामी वाउटमा खाना खानु गयौँ होइन। खाना खाएर, खाना पनि टेस्टी थियो, ठिकैको टेस्टी थियो होइन। सो हामीले खाना अर्डर गऱ्यौँ। खाना अर्डर पनि हामीले कति 20 मिनट जस्तो लाग्यो होला त्यहाँनिर पर्खिँदा भयो। अब चाहिँ खानु पनि स्टार्ट गरेको बहिनीको नाम गरेर होइन। भोक चाहिँ बहिनीलाई पुरा लागेको थियो अरे, तर खानु चाहिँ दम्मादम मैले खाइदिएँ बेसी चाहिँ होइन। बहिनीले बेसी खान सक्दिनँ, सौमै हो होइन। मैले चाहिँ ड्याम खाना खाएर भोक पनि लागेको थियो किनभने मर्निङ ड्युटी गरेर हामीले केही खाएकै थिएन। अन्त डाइरेक्ट हामीले त्यहीँ गएर नै खाएको हो। सो हामीले खाना खाएर चाहिँ अब चाहिँ हामी निक्लिने यहाँबाट। हामी चाहिँ आएको चाहिँ खासमा सिटी सेन्टर थियो, केही सामान किन्नु थियो र चाहिँ हामी यहाँ आएको थियौँ। सो हामीले चाहिँ अलिअलि सामान थियो, सामान किनेर चाहिँ हामी बाहिर निक्ल्यौँ। बाहिर निक्लेर चाहिँ बहिनी पुरा थाक्यो अरे हामी चाहिँ, अन्त एकछिन बाहिर बस्यौँ त्यहाँनिर। सो अब हामी चाहिँ निक्लेको। मलाई बहिनीले किनिदिएको बलुन